म चाहिँ महेन्द्र सिंह धामी। आजबाट म पनि ब्लग भिडियोहरू बनाउन सुरु गर्दैछु। हेर्नुहोस्, अहिले चाहिँ म वनतिर जाँदैछु बाढ हान्नुको लागि। एउटा काँडा काटेर ल्याउनलाई अहिले यसो जङ्गलतिर जाँदैछु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला, कस्तो लाग्यो होइन, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ। सबै त्यता मिठा कमेन्टहरू दुःख सुख आफ्नो सेयर गर्न सक्नुहुन्छ मसँग होइन। यहाँ चाहिँ हाम्रो अब बिजुली हाल्नको लागि पोलहरू गइटिसकेका छौँ। अब 7वटा पोल शाखा लाइनको यहाँ पुगाएका छन् होइन। अझै पोलहरू आउनु बाँकी नै छन्। त्यसपछि शाखा लाइनका पोलहरू पनि गइटिन्छन् र आशा छ दसैँभित्र बिजुली बाल्न पाइनेछ, त्यसै आशा छ। यहाँ चाहिँ मेरो पछाडि ट्रान्समिटर राख्ने होइन, त्यही भएर 2वटा पोल यहाँ गइटेका छन्। जे होस्, घर नजिकै ट्रान्समिटर राखेका छन्। अब फाइदै छ यसको पनि, सदुपयोग गर्न जाने भने। अब मैले चाहिँ यो युट्युब च्यानल बनाएको चाहिँ 1 वर्ष भइसक्यो। यसमा कहिले भिडियो अपलोड गरेँ, कहिले गरिनँ। अब यहाँ फेसबुकतिर थिएँ केही समय होइन, एकछिन धमाका मचाइराखेका थिएँ। अब चाहिँ यस्तै ब्लग भिडियोहरू लिएर म दिनदिनै आउनेछु। अब जे हुन्छ है, कन्टेन्ट अब म लिएर आउँछु एक भिडियो चाहिँ प्रत्येक दिन या प्रत्येक हप्ता। त्यही भएर च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। अब हेर्नुहोस्, एकदमै रमाइलो ठाउँ छ। म अहिले चाहिँ यताबाट आएको थिएँ, अब यहाँ वनतिर जाँदैछु। म चाहिँ अहिले उताबाट आएको थिएँ, अहिले यहाँ वनतिर पुगिसकेका छु। हेर्नुहोस्, यहाँ चाहिँ रमाइलो ठाउँ छ एकदमै। यो ठाउँमा त म पनि अहिले पहिलोपटक पुगेको छु। अलिअलि तल उता त घुमेको थिएँ होइन। अनि यहाँ चाहिँ आज पुग्दैछु यो धारमा चाहिँ। यस्तो सुन्दर ठाउँ रहेछ यहाँ पनि, हेर्नुहोस्। यता चाहिँ एउटा च्याउ उम्रेको छ, यो चाहिँ अब खानु हुँदैन होइन। यसलाई चाहिँ विष च्याउ भन्छन्, यो विषालु हुन्छ, त्यही भएर यसलाई खानु हुँदैन होइन। धेरै जसो केसहरू घटेका हुन्छन् यो बर्खाको सिजनमा चाहिँ। अब जताततै च्याउ उम्रेको हुन्छ, को खाने को नखाने त्यो छुट्याउन नसक्दा धेरै जस्तो मान्छेहरूले ज्यान गुमाउनु परेको समाचारहरू हामी देख्छौँ। त्यही भएर सजग रहनु होला साथीहरू पनि। कुन च्याउ खाने कुन नखाने त्यो छुट्याएर र पहिचान गरेर मात्र खानु होला, यही छ अनुरोध। हेर्नुहोस्, ल आज म चाहिँ यहाँ वनतिर घुम्न आएको छु। हजुरहरूलाई कस्तो लागिरहेछ आफ्नो प्रतिक्रिया दिनु होला। हेर्नुहोस्, ठाउँ चाहिँ स्वर्ग सरी नै छ। अब वर्णन गर्न सकिँदैन। हेर्नुहोस् त, यहाँ कस्तो मैदान छ। यहाँ केटाहरू भएको भए यहाँ निकै खेल्नुहुन्थ्यो होइन। भिडियो पनि अब आफैले बनाउनु परेको छ। क्यामेराम्यानको अहिले एकदमै प्रचुर मात्रामा खाँचो रहेको छ। जे होस्, एडजस्ट गर्नुपर्छ, अब यस्तै छ।